स्रष्टा हुनुहुन्छ प्रकाश घिमिरेज्यू। उहाँको जन्म चिराङ, भुटानमा भएको थियो र हाल उहाँ सिन्सिनाडी, ओहायोमा हुनुहुन्छ, युएसए का स्रष्टा। उहाँका प्रकाशित कृति अथवा एल्बमहरू रहेको छ। यो मन 2014 मा प्रकाशन गर्नुभएको रहेछ। त्यस्तै 7 2017 मा र 50 भन्दा बढी गीतहरू, म्युजिक भिडियोहरू उहाँले युट्युबबाट प्रकाशन गर्नुभएको छ, रिलिज गरिसक्नु भएको छ। उहाँले पठाउनु भएको हामीलाई एउटा कविता रहेको छ, जसको शीर्षक रहेको छ मुर्दा घर। शीर्षक मुर्दा घर, लेखक प्रकाश घिमिरे। मुर्दा घर। मेरो मृत्यु कुरिरहेको छ, कफिन भित्रको मेरो निर्जीव शरीर, मलामीको पदचाप अनि कारुणिक क्रन्दन कुरिरहेछ मुर्दा घर। म डर र सन्तासका बीच भागिरहेछु, हर पल जोखिम मली हाँसिरहेछु। म डर र त्रासको बीच भागिरहेछु, हर पल जोखिम मोली हाँसिरहेछु। भोलिको नव सूर्य हेर्न बाँचिरहेछु, खबर सोध्नेलाई ठिक छ भनिरहेछु। तर मेरो अघिल्तिर मृत्यु नै छ अनि मुर्दा घर स्थिर र अडिग बनेर मलाई पर्खिरहेछ। जीवनका उत्सवहरू मेरा अतीत बन्दैछन्, मेरा कर्महरू स्मृतिमा कोरिँदैछन्। हिजो देखेका सपनाहरू अपुरा हुँदैछन् अनि मेरा रहरहरू सबै टुहुरा हुँदैछन्। म भाग्नेछु सायद जहाँ अनन्त यात्रा टुङ्गिने गन्तव्य हुने छैन। म भाग्नेछु सायद जहाँ अनन्त यात्रा टुङ्गिने गन्तव्य हुने छैन। म चिच्याउने छु सायद, तर सुनिदिने न परिवार न आफन्त कोही हुने छैन। म जान्न चाहन्छु ए मुर्दा घर भनिदे। म जान्न चाहन्छु ए मुर्दा घर भनिदे। मेरो मृत्युमा को खुसी होला, को रोला। मेरो मृत्युमा को खुसी होला, को रोला। म निर्जीव हुँदा मलामी कति होलान्। मेरो पार्थिव शरीरका गुच्छाहरू कस्तो होलान्, के होला अनि म कसरी जलुला। मानिसका हार्दिक श्रद्धाञ्जली सुनुला नसुनुला, तर पक्कै मौन धारणमा म पनि सामेल हौँला। किनकि सबै बोल्दैनन्, म जस्तै बोल्दैनन्। त मुर्दा घर, त पनि पटक्कै बोल्दैनस्। मेरो प्रश्नको जवाब दिँदैनस्। किनकि त स्थिर छस्, कठोर छस्, यति भयानक र क्रूर छस् कि मलाई लान पर्खिरहेछस्। सबैसँगको साथ छुटाउन खोजिरहेछस्। तँलाई थाहा छ मेरो मृत्युमा मेरो आमाका आँसु नबगाउलान्। मेरा बाको हिम्मत र आँट टुटेर जाला। मेरी प्यारीको चेतना वियोगले शून्य होला। मेरा सन्तानको भविष्य अन्यल होला। मुर्दा घर, तैँले यो सब किन बुझ्दैनस्? मुर्दा घर, तैँले यो सब किन बुझ्दैनस्? किनकि त मभन्दा पहिल्यै मुर्दा कहलिस्। किनकि त मभन्दा पहिल्यै मुर्दा कल्हिस्। किनकि त मभन्दा पहिल्यै मुर्दा कहलिस्। यति हो त घर भएर बसिस्। तेरो घरमा म निर्जीव पाहुना भएर बस्नेछु। म त कहिलेकाहीँ आफ्नै मुस्कानभित्र पनि लुक्छु। तर त मुर्दा घर निर्दय होस्। तसँग मुस्कान छैन, दया माया केही छैन। यतिसम्म कि म जलिरहँदा त चुप हुन्छस्। केवल मेरो मृत्यु र मलाई पर्खिरहन्छस्। मेरो श्वाससँग सम्झौता हुँदैछ। मेरो अस्तित्व बिस्तारै मौन हुँदैछ। तर त मुर्दा घर,
त्यो मौन सत्य अझ त नजिक आइरहेछस्। सायद तँसँग शान्ति छ, त्यसैले त मौन छस्। सायद तँसँग कुनै तडपहाड छैन, सायद तँसँग कुनै तडपहाड छैन, त्यसैले त निर्जीव छस्। त्यसैले त निर्जीव छस्। त्यसले त्यसैले लाग्छ सायद त त्यही एउटा ठाउँ होस् जहाँ हृदयको धड्कन पनि नदुखाई थामिन्छ। मुर्दाघर त अब डरको प्रतीक होइन, बरु मुक्ति हो अनि शाश्वत सत्य। मुर्दाघर त अब डरको प्रतीक होइन, बरु मुक्ति हो अनि शाश्वत सत्य। मुर्दाघर अब मेरो गन्तव्यमा पुर्याइदे मैले अङ्गाले तँलाई। मुर्दाघर अब मेरो गन्तव्यमा पुर्याइदे मैले अङ्गाले तँलाई, मैले अङ्गाले तँलाई। धन्यवाद।